ल मम्मी बाई 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 हामी जान्छौँ ल यो टोपी लाने न लान्न के ल हामी रेडी हो हेलो गुड मर्निङ गुड मर्निङ ए यो टोपी लाने गुड मर्निङ गुड मर्निङ गुड मर्निङ के हो हेरेर गुड मर्निङ भन्नु सक्दैनस् ल हामी गाडीतिर लाग्दै अगाडि आज हिमाल यस्तो भएको छ हाम्रो भोलि यस्तै भयो हुन्थ्यो ल है गाइजहरू हेर्दै गर ल गाडी आयो है गाई हेलो गुड मर्निङ यो चाहिँ हाम्रो छ्यामा हाम्रो आजको भाइ ड्राइभर भाइ है भाइ खै मामा को मामा हामी चाहिँ हेम्जामा पुग्यौँ आजको भ्यू चाहिँ यस्तो छ दामी देख्छ दामी दामी माछा पुच्छ्रे यो भाइ यो के हो भाइ यो माछा पुच्छ्रेको साइडको अन्नपूर्ण ए अन्नपूर्ण हामी चाहिँ अहिले खाजा खाने ठाउँमा झरिरहेको खाजा खाँदै हामी सेलरोटी तरकारी भाइले के खाने भाइ मिल्क टी खाउँछ साइनाले एउटा साइनले एउटा सञ्जीव मेरो भाइ मेरो भाइ यता मामालाई हो ल हामी चाहिँ अब खाजा साजा खायो अनि नयाँ पुल लाग्यो नयाँ पुलदेखि ओह्रालो अब गान्तोक मेन रोड छोडेर हाइवे छोडेर हामी होइन खराब छैन अब हामी गान्तोकतर्फ लाग्दैछौँ यो हो अफ रोड यस्तोलाई भन्छ अफ रोड हिमाल देखाम भनेको हिमालै देखिन्न है OMG आँखाको अगाडि हिमाल ओ माई गॉड हिमाल देख्न सक्नुहुन्छ हामी गान्तोक गाउँ आइपुग्न लागेको छौँ अब हामी गान्तोक गाउँ छिर्न लाग्यौँ है हामी गान्तोक आइपुग्यो है गाज गान्तोकमा आएको टुरिस्टहरू आमा कति धेरै हो बाबा रे बाबा गाडी त OMG कति हो दसैँ तिहारले गर्दाखेरि होला नि है कति हो मान्छेहरू गान्तोकमा आउनेहरू बस जिप OMG यो गान्तोक गाउँ हो गान्तोक झरेर हामी यहाँ हो खुम्डुङ गाउँ रहेछ यहाँ पुग्न लाग्यो अहिले तिहार
पछिको भान्डुप गाउँ रेन्जर प्याक छ अहिले। हामी अब खुम्रुङ पुग्दैछौँ। ओएमजी बाटो एकदम खतरा छ गाइजहरू। अफकोर्स डेन्जरै छ, डेन्जर। छिर्दैछौँ है भाइ। हाम्रो आजको खाना खाने ठाउँ यही हो, खुम्रुङ गाउँ रहेछ यो। खुम्रुङ गाउँ रे यो, सानो बस्ती रहेछ के हो है। आमा माछा पुर्छेर अन्नपूर्ण त आँखाकै अगाडि देखिन्छ त। हाई बेबी, तिम्रो नाम के हो? नम के हो? नाम भन न। नाम नाम के हो? गुरुङ हो? गुलुङ हो? आज हाम्रो खाना खाने ठाउँ वा यस्तो देखिन्छ। के रे के भन्छ? यो मम्मीको ब्याग हो यो? हो आइया मम्मी खै ल। हाम्रो खाना आइसकेको छ। आजको हाम्रो खाना चाहिँ भान्डुपको खुम्रुङ भन्ने ठाउँमा खाना खाएपछि उकालो लाग्ने छौ। ल हामीले झोला चाहिँ खच्चर पाएर झोला चाहिँ बोरामा हाल्दैछौँ। भाग्यमानी है हामी, भाग्यमानी। अब यसरी खाली हिँडिन्छ, कति आनन्द। हेलो हेलो, यता हेर्दा यता हेर। हेलो भन। हेलो माटो खेल्ने नि। खच्चरहरू कति रहेछन्? मामे म त छेउछाउ जान्छु। सर अझै कति उता मम्मी आया आया मम्मीहरूलाई खोज्छ। यति हिँड्दैन त किन्छ रुके। अब उकालो लाग्यो है हामी यिनीहरू कहाँ गएको? मुल्जी डाँडा जानको लागि उकालो। अनि त्यो नि त्यो सामानहरू कहाँबाट आउँछ त? यता न म गर्छु। तिनीहरू चाहिँ के अरे गीत बजाउँदै हो। गीत के गीत कति अरे गु हो खच्चरको। यता कति अरे हो
उता के अरे गान्डुक भिलेज यो टोपीले त गाह्रो गर्छ यार नहीं हामी अब जङ्गल छिर्यौँ उतै हिमाल देखियो खै यो समय उतै टिकटक बनाइदिनुहुन्छ त्यहाँ धेरै नघुमाउनु छोरी कहाँ होइन क्या धेरै के क्यामेरा को चलाएर ल आफूतिर गर न अब गर्छु त मैले लट्ठीले हो सिधा गर न त्यस्तो नगर ओ यहाँ नि त यतै नि भाँच्चे रहेछ माथि के यस्तो त्यसरी होइन ए तिर्गे बिचमा आएर बजी त्यहाँ यता हेर टिकटक बना के बनाएको छ मुझे भिडियो बनाऊ त्यतिकै हिँड्यो अब भिड ए हेलो भन्नुहोस् ओ त्यहाँ लाउराहरू है छिटछिटो हामी चाहिँ हेर न म थाकेर उता गाउँ उता गाउँ कि घर चाहिँ जङ्गलमा लट्ठी खोज्यो लट्ठी खोज्दै कति ठुलो पाते पात भएको लिएर ची गुटेको साइनाले पाइसक्यो मैले पनि भर्खरै भाँचेको छामले पनि पायो दामी सिधा पाइस् त ल होइन जङ्गलको बिच बिचमा हिँड्दैछौँ यस्तो आनन्द आउँदैछ फ्रेस हावा बाटो पनि यस्तो रहेछ बाबा तपाईँहरू पनि यसरी ट्रेकिङ हिँड्नुहोस् वर्षको एकचोटि चाहिँ हिँड्नै पर्छ ट्रेकिङ आज चाहिँ हामी माथि मूल्य ए होइन के अरे डोबाटो भन्नेमा बास बस्नु जाने हो ब्रोइलर कुखुरा मेरो छोरा र भाइ चाहिँ अघि गइसकेको छ हामीले छोडेर हामी चाहिँ स्टार्टिङदेखि नै जङ्गलको बिचमा हिँड्दैछौँ हामी बाटो चाहिँ त्यति गाह्रो छैन है तपाईँहरू पनि आउनु सक्नुहुन्छ उकालो तेर्सो सबै भएको रहेछ बाटो चाहिँ मजाको छ सर्ट ट्रेकको लागि यो एकदम राम्रो छ 6-7 घन्टा हामी नहिँड्नेलाई चाहिँ हिँड्नेलाई चाहिँ 5 घन्टा रे जुनुमादुरो फुल फुलेछ अहिले जङ्गलको फल पछि साउन भदौ खाने हुन्छ रे यो चाहिँ तातो पानी ल हामी पानी खाँदैछौँ
तिखा लागेर म त खान्न भो किन ल साइनाले त घिन मानेर खान्न रे यस्तो फ्रेस पानी खान पाउँदा खाउन छोरी यहाँ छ नि बुनु यसो के आऊ छिटो अब यस्तो थापेर खाऊ क्या हात धोएर उहाँ बजेले खानुहुन्छ हेर अब है बजेले खाएको हेर अनि तिमीले खाऊ आऊ त हाम्रो पानी खाने पानी भएको मान्छेहरू अघि अघि गएर कहाँ कहाँ अब यहाँ पानी खाएको हेर्नुहोस् है यसरी खानुपर्छ अरे पानी खाँदाखेरि गाइजहरू कस्तो खा यता हेर भन् डेन्जर फ्रिजमा राखे जस्तो होला है ल हात धो त्यहाँ धुने होइन छोरी यता यहाँ 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 यसो यसो गर्नु फेरि हुन्न अहिले त त्यो घाँसको पातो अर्ग्यानिक जङ्गलको पात खायो नि त्यो हिमालबाट आएको पानी भएर होला नि के होला नि त्यो सेतो सेतो फट्टा हानिदिन्छ हानिदिउँ किरा आएको आमा किरा के किरा हो यस्तो आम्मामा डरै लाग्दो अब हामी उकालो लाग्ने फट्टा हानिदिउँ लिन हानिदिउँ ल हामीतिर उफऱ्यो भने अँ त नि फेरि उकालो सुरु है सिँढी उकालो त्यसले भएको भ्यायो सिँढी अब हस्ता आउँछु हामीलाई पानी लिनेमा बोक्ने मान्छेहरू यहाँ आएर बसेछ तिमीहरू फताहरू हामीले किरा कसले भनेको होइन मन त आया लाइट त वा खच्चरको गोड्नु पर्यो के अरे भारिनु पर्यो अन्त लाइट त मोबाइल लाइट हालेको थियो नि सोध्ने होइन क्या नगराइनु खुइ खुइ हिँड्ने हो हो पुग्ने अँ हामीले खच्चरले भेटाउँछ अनि के को बाजे हामीले किराको घर हेरेर गयौँ हामी कहिले मैले आएर हामी चाहिँ खाली हिँड्दैछौँ किनकि हामी खच्चर पाएर झोला सबै बोकाएर आनन्दले यिनीहरूले चाहिँ हामीलाई कुरेको अरे बिचरा मेरो भाइहरू मेरो छोरो म त बत्तलसम्म चेन जान्छ यसो खोला नाला पार गर्दै हिँड्दै खोलाको सलसल आवाज सुन्दै हिँड्दै कति मजा है साइरा अझ भारी बोक्नु पारे होइन यहाँ झनै मजा अँ के केको घर हो मेरो छोरा रुखमा कति मजाले बसेछ अन्डा पार्न लाग्छ साइन हाई भन्नु न भालेको अन्डा हेरौँ न अन्डा कतिवटा पार्यो गुडमा बसेर अब फेरि उकालो थाम्नु परेको रहेछ त अँ के खुट्टा टेक्ने अनि कन्ना टेकाउने चिल्याक्स पाराले बस्यो हामी छोरा लट्ठी पाइरहेछ तिनीहरूले नि छोरी एउटा पातलो एउटा मोटो हेर्नु न लट्ठी अब फेरि हामी उकालो लाग्दैछौँ
हिँडेर त्यो हामी घान्डुकदेखि हिँडेर आएको भए चाहिँ यो बाटो रहेछ नि हिँडेर आउनुभयो भने चाहिँ यो बाटो हामी चाहिँ यो बाटो आएको यहाँदेखि अब यसरी जाने कुन्नी हिँड्दै गर्ने हामी त साइना र म आमा छोरी अगाडि छौँ है छोरी हिँडेको हामी कति भयो 1.5 घन्टा भयो हामी अघि खाना खाएको ठाउँदेखि अहिलेसम्म 1.5 घन्टा भयो हिँडेको अरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ हामीभन्दा अघि को तिनीहरू त पछाडि छ अगाडि अनि पछाडि ए हाम्रो भर्खरैमा भेटाइहाल्छ नि तर बाटो चाहिँ मजाको छ है यसरी तेर्सो छ एकदम उकालो पनि छैन उकालो ओह्रालो हिँडेपछि ट्रेकिङ हिँडेपछि यतिको चाहिँ हुन पर्यो उकालो ओह्रालो है छोरी पेट घट्छ अरू 3 जना चाहिँ पछाडि आउँदैछन् श्यामले चाहिँ साथी पाउनु बजैले हामी चाहिँ हिँड्दैछौँ हो घान्डुक वान टाढा पानी रे जङ्गलको बिचमा हिँडै छौँ घाम पनि खान पर्यो छैन घाम लागे पनि यस्तै शीतल हो जङ्गलको बिचमा ननस्टप जङ्गलको बिचमा हिँडै छौँ हामी चाहिँ तारापानी भन्ने ठाउँमा आइपुग्यौँ चिया खाने हामी त च्यालो के हो रे च्यालो लैन छोरी र म आइसक्यौँ अरू आउन बाँकी छ ट्रेकिङ जाँदाखेरि क्या साइना फर्स्टमा चाहिँ एक ग्रुप हिँड्छ रे त्यसपछि बिचमा छुट्टिन्छन् रे छुट्टिँदै 1-2 जना हुन्छ त्यस्तै भयो है तिमी र म फर्स्टमा बजै बिचमा मामा लास्टमा आफ्नो बाटो हिँडिरहेछौँ दुईटा मान्छे भयो है सानो मान्छे हामी डाँडा पानी आयौँ अब चिया ब्रेक हुन्छ हाम्रो हामी चिया खाने बेलामा बनाउँछौँ सिस्नु होइन हाइट देख्न सक्नुहुन्छ ए माछा पुच्छेले त झाक्दैछ नि सेट किन हट सावर हामी अहिले कहाँ आइपुग्यो रे यहाँ डाँडा पानी आइपुग्यो अब यहाँ त हामी यस्तो गरेर यसो गरेर यहाँ डुबाटो जाने हो गाइड्सहरू यस्तो छ यहाँको होटलहरू फाइनली हामी डाँडा पानी आयौँ बस न वाउ यहाँ पनि यस्तो रमाइलो रहेछ है बस
कफी ब्ल्याक कफी ब्ल्याक मिल्क टी होइन ए मिल्क टी बिर्सेछ आयो ल टिप न बुनु टिप छोरी यो चाहिँ मेरो हो अर्को कसको उता दुईजना उता सञ्जीव मेरो छोराको हालत खराब भयो के वाइफाई पाएर अब हामी कफी ब्रेक खाएर अब फेरि लाग्यौँ आफ्नो बाटो ल हिँड गाइड्सहरू खच्चर नै हिँड न वहाँ माथि लानुपर्छ नि त अनि ओहो टोपीहरू पनि यहीँ किन्न पाइने रहेछ है हेर्न जुराब पनि पन्जा पनि यस्तो यस्तो नि किन्न पाइँदो रहेछ यतै होला नि है हामी डो बाटो हामी 5 जना अब हामी डो बाटोको लागि जाँदैछौँ 3 जना लाग्यौँ 2 जना पछाडि आउँदैछन् हामीलाई भेटाइहाल्छ नि कता हो दाइ डो बाटो होइन डो बाटो यता दाइ यता अरे यहाँ आएर सर्ट ट्रेक पनि मजा रहेछ आएर बस्नलाई है ओइ यता होला उतै दिदीलाई सोध्न उता होइन डो बाटो ए साइड ब्यागहरू सब ह्यान्डमेड हो ए यहाँदेखि चाहिँ छुमरुङ झर्नु पर्ने ए छुमरुङ झर्ने रहेछ देखिस् यहाँ तल झर्ने क्या छुमरुङ झर्ने यता हामी यता ल है त घरहरू पनि कति राम्रो राम्रो नि यहाँ चाहिँ सर्ट ट्रेक एक दिनको आए पनि आएर यहाँ बस्दाखेरि मजा आउँदो रहेछ है सामा घानरुखसम्म आयो अनि 3-4 घन्टामा त आइपुगिँदो रहेछ त्यहाँ त अनि नेक्स्ट टाइम फेरि यहाँ बस्न आउनुपर्छ है भाइ भाइ यसरी जा भन्ने के नि गर्नु होला नि यसको चाकै यता खा अनि लात्त उडाइदियो क्या यहाँ खाएर आउने यसरी बोकेर लानुपर्छ खच्चरले अब हामी लागे हामी ओह्रालो आयौँ फेरि के कस्तो मजाको कुनै ठाउँ त नि कहिले नि जान्न म त अब भन्ने हुन्छ नि म खुमै नारा नि त्यही त हो नि नाकले जोड्ने उकालो अनि म त फ्रीमा गयो नि जान्न भनेको ओह्रालो
उकालो त के उकालो थोरै उकालो क्या उकालो नि त्यस्तो नसक्ने होइन बिचमा यस्तै चिनो लगाइदिएको छ फर्स्ट टाइम आउनेहरूलाई यहाँ चाहिँ खासै नेपालीहरू नआउँदो रहेछ सबै टुरिस्ट विदेशीहरू मात्रै छ बाटोमा पनि हुन त 1 वर्ष भएर यो खोलेको यो रुट खोलेको त्यही भएर नि होला जङ्गलको बिचमा हिँडेछ हामी उकालो नि आउँदैन यस्तै हो बाटो अहिले वहाँ पुग्ने बेलामा चाहिँ उकालो हुन्छ होला पक्का 100% नि यसरी हिँडिराखेको छौँ हामी जङ्गलको बिचमा 1 नम्बरमा चाइनाले बजेको जुत्ता चोरेर होरेर आएको छ त्यो चाहिँ फर्स्टमा हाल्नुपर्छ भलकमा जङ्गलै जङ्गल सो पिस यो रुखको के गर्छन् छामा नेपाली कागज बनाउँछन् यो रुख हो यस्तो हुन्छ रे नेपाली कागज यसरी काट्छन् ए यसरी काटेर यो महँगो पर्छ अनि चुट्टिने नचुट्टिने नि सकियो खोइ अनि झन् सुकाउने यसो सुकाउने कति साह्रो छ भित्रको खोल कि ए बाहिरको खोल कि के बाहिरको खोलका ए यसो काट्छन् का यसो नेपाली कागज बनाउने यहीको त नि यसो लिट्टे बनाइदियो त गाँठे च्याउनी रहेछ यो चाहिँ खाने हो कि नखाने हो ओ नसुङ्के छ्या जे पनि सुन्छ यार बिस्वालो भयो नि ढल्ला पुङलुङ्गै यो थाकेर हामी पनि बसेछौँ है कुन कलर हो र ब्ल्याक यहाँ चाहिँ पाहाडीको खोला मर्दी हिमाल अहिले चाहिँ सबै कुहिरो लागेर केही छैन हिँड्नुहोस् हामी हिँड्ने क्रम जारी छ यो ल हाम्रो खाजा ब्रेक यिनीहरूले तर्साएर हाम्रो सातो पुट्लो उड्यो गाइजहरू भालु बनेर फर्किन लाग्यो हामी त छैन हामी के गर्नु लाग्यो रे फर्किन लाग्यो यिनीहरूले तर्साएर है झन् हल्लेको है यो दुईटा चोरहरूले ए हाम्रो खाजा ब्रेक चाहिँ के छ खाजामा यो चाहिँ भुटेको मकै हो लेज कुरकुरे खाजा बोक्ने मेरो भाइ पानीले त हात धुन्छु अब यहाँदेखि उकालो लागिन्छ 100% ग्यारेन्टी हनी के हाम्रो आजको खाजा यो सातु हो सत्तुमा मह मिसाएर ल्याएको रे
हामी घोडाको पछि पछि हिँड्दैछौँ। यो सिलिन्डर बोक्नेलाई त अप्ठ्यारो हुने रहेछ नि भाइ। बिचरा यसरी लानुपर्छ खानेकुराहरू माथि। छच्चरको पछि पछि होला पहाड चढ्दै चढ्दै आऊ। थाक्यौ छोरी। मैले लेस खानु बेसार भन्ने ठाउँमा पुग्यो। यहाँदेखि भ्यू यस्तो छ। कुहिरो लाएर झ्याउला केही देखेर है। धान नि मिलाउनु जानिदिनु पर्ने रहेछ। हामी मिसार डाँडा। अब यहाँदेखि यता डोबाटो भन्ने ठाउँमा अझै 1 घन्टा लाग्छ र यहाँदेखि हाम्रो लास्ट पोइन्ट आजको बास त्यहाँ पुग्यो हो। तर माथिको डाँडामा तल अब हामी कसै जानु हो माथि? यहाँ डाँडामा रहेछ हामी पुग्ने। ओह्रालो अनि फेरि उकालो। तर अर्को डाँडा पनि यहाँ माथि छ। तर माथि हो कि यहाँ त माथि जस्तो लाग्छ छ हामी क्या। यो ठाउँलाई के भन्छ? ईश्वरु भन्ने ठाउँमा आयो। के दादा अझै माथि जानु अरे। यहाँदेखि अझै 1 घन्टा लाग्छ रे हामीलाई डोबाटो पुग्न। आज डोबाटो पुग्ने? अहिले पुग्छ? हजुर आज पुग्छ? ए रात पर्न? पर्दैन। आजको जाडो भेडाहरू रहेछ। यो भेडाको हिँडेर मुन्टो लुकी खाका लुकी। ओ यता हेर। ओइ लजाएर लुकी खाका। OMG कस्तो डरलाग्ने भिड हो यार। हजुर हजुर चाहिँ इसारो भन्ने ठाउँ रहेछ। हामी इसारो भन्ने ठाउँमा आइपुग्यो। होटेल पनि रहेछ। अब त अब इसारो भन्ने ठाउँमा त अझै 1 घन्टा जाने रे। 6 बज्यो। 6 बज्न लाग्यो। हामी अझ यहीँ बाटैमै छौँ। रात परिसक्यो। त्यस्तै 6 बजे पुग्छ भन्नाले छैन यस्तो जङ्गलमा हिँड्दैछौँ। 6 बज्यो। हिँड्दैछौँ अझै हामी। 6 बजे रातिको भ्यू माछा पुछ्रे अन्नपूर्ण यस्तो देखेको छ। यता चाहिँ अन्धकार छ। उकालो हिँड्दैछौँ। थाकेर शेष पल्टेछौँ। फाइनल्ली हामी हाम्रो स्टेसन डोबाटोमा आइपुग्यो।
6 बजे बल्ल बल्ल राति 1 घन्टा हिँडेको हामी 1 घन्टा अँ राति 1 घन्टामा किन काम गर्दा दिनभरि हिँडेर भन्दिन राति बेला के हाम्रो रुम चाहिँ यता छ यो दुईजनाको रुम यो रहेछ हेलो गाइज हाउ आर यु सेन्टी फ्ल्याग मजा आयो ब्याग छ ब्याग हाम्रो रुम चाहिँ यहाँ रहेछ 3 जनाको यहाँ 1 जना यहाँ 2 जना यस्तो छ वेलकम चाहिँ तातो पानीमा त वेलकम गर्नु हुँदैछ है छैन खायो छोरी खायो हो मजा आयो यो छोरी त ब्ल्याक टी खाँदैछ जिन्जर टिया छ यहाँ चाहिँ यस्तो ताप्ने व्यवस्था पनि छ डेन्जर प्याक छ पिज्जा कस्तो गरे पिज्जा खाना त्यो पोखराको भन्दा यहाँको मिठो कस्तो लाग्यो भाइ साहब छोरीलाई फन्टास्टिक हाम्रो भात आइसकेको छ अब भात खाने हो अनि सुत्न जाने है